सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल लाइभ सञ्जनजीको म पनि फिट मान्छु अनि स्वागत टक्क लाएर भिडियो छु अनि गिटार ल्याउनु त खै अनि मलाई गिटार यस्तो भर पढाउने गर्दिन नि त ओ गिटार लिएर आए नि गिटार ठन्टा गिटार लिएर आएछ हामीलाई थाहा छैन सुगा चाहिँ हामीले चाहिँ भर्खर के चोरेको आएर केरा बाँधेको अनि मोबाइल भर्खर ल्यायो अनि सो आज हामी घर जान्छौँ भन् कहाँ भाग म रस्नी अहिले ओ तेरो बुमा हामी गरौँ यसको कसको गाडी थियो नि त्यो बिहाको जुन के त्यो पुला छ त केराको बुटो यसको भाइ उठ्यो नि फेरि भाइ तर बाबा तिन रहेछ बाबा आएर अनि मेरो सानो भाइ पनि छ 2 वर्ष हामी त आन्न म हेलेर आउ के यतै माथि के हो न के किसिन भन्न मोर सामान नै मोर ओइ मा नहुनु ओइ अय्या अस्ति हामी यार छाट्या है मोर नि त बक माको जामगे ए सामान लिएर आउ के हुन्न हेर त्यतै आउँछ हम के त्यतै त उभिएको ठाउँमा सिधै तलको त्यही बाटोमा आउँछौँ के 5 पहिला 50 पहिला 4-5 पहिला हामी सिधा आउँछौँ मलाई मान्दिन यार के हो नि हाम्रो साथी चाहिँ उमा छ जुम गरेर देखिन्छ कि देखिन हेर म है त देखिन्छ ओ माथि सेतो देखिन बाखा नि म ट्र्याक गर्छ देखेछ त्यो वनमा सेतो देखेको चाहिँ त्यही हो हैन जुन कि मेरो हातको सिधा उभ्या हात हलाउ त त्यही नै हो गाइस अब यहाँ जुमबडी देखा है तेरो पुरै मुख देखा जुमबडी देखा त मुले दिमाग फुस्क्या आएर तेरो किन फेरि जुम हान जस्तो वा यसलाई उजा देख्नलाई हेर यसको यार नजुगडी किन बस्नु लिएर आउ के यार और झन्की जान हामी तिमी गोल बोल्दैन भन लिएर आउँछन् ओइ मलाई रिस उठिसकेको छ लिएर आउनु भए आइले जाम गर लिएर आउ के यार हे को जस्तो छ म तेरो मुख डला के रे तेरो मुख डला अनि के गर्छ त अरु सुन्दैछ हामी त आइसिन्छ मुला नभन्नु भलक दिन त्यति कस्तो भन्छ साइको चुप अनि सो यो चाहिँ जोन जस्तै छ सुरज नेपालीहरुको टिमको जोन जस्तै छ ओके यो पनि डल्ले छ त्यो त मलाई करास ल
नकरान्दा चाहिँ यो पनि जुन जस्तै छ डल्ले अनि जुन पनि डल्ले छ सो गाइस छ हामी चाहिँ अहिले लौ माथि आउनु पर्छ रे नयाँ कपडा मार्दिन क्या आज हाँ Ôi chăm. Ôi. Ôi. Hả? ਫਿਰ ਤਾਂ ਫੜ ਗਈ ਨੇ का तो ये छोड़ दे जा के जा ला ला तँले मैले यस्तो लिन्छु नि भाइ छोडी जानेलाई बाचा गर्छु बिर्सी जानेलाई चौतारीमा बरपेपल झम्म झम्म तिमीसित माया भो थम्मो थम्मो मन बुटेपछि रान्दुर लगाइदिउँ नि धार तिमीलाई पनि लै हो नि मैले निधार जामे फर्किम सम्झना छ छोडी जानेलाई बाचा गर्छु बिर्सी जानेलाई चौतारीमा बरपेपल झ्याम्मो झ्याम्मो तिमीसित माया लागे थ्यामो थ्यामो ओए ओए जाम जाम के वहाँबाट आऊ ओए मान्छे फेरि कोही बोल्दैन जाम खाना फोन गर्ने फोन गर्ने ह फोन गर्ने पढाउन त हामी जन फर्के के हुने मलाई ब ओए मान्छे झन् यत्ने यसको यहाँबाट यता आउन यहाँ के 50 पाइले पनि हाल्लान्न यस्तो त गर्छ हिजो पनि स्कुलमा त्यस्तो गरेर घामबाट कस्तो कस्तो भएर आछु हामी जान्छौँ यार घर हामी कहाँ दियो यस्तो घरमा त्यहाँ 10 मिनट बस्यौँ 10 मिनट त्यहाँ बस्यौँ
बिएआनए वी आर त्यो चोरिङ सो गाइस हाम्रो साथीले त्यहाँ छ कतिको ट्र्याक हानिदिन्छ ल ल यो कुरा हाइ गर न जाम घर जाम मिनो घर केरा इच चोरिङ भाड में केला इच हाडी पे तल लुगाएर राखेछौँ खान बसी आऊ केरा बाङ्गुला घर यतातिर मन्दिर देखातिर छ नि केरा बुट्टा रहेछ 10-12 टा कोसा ताप हान्ने हामीले त मैले देखाएको यिनीहरूलाई त आएन कहाँ छ र कहाँ उडिरहेको थिएँ उही नभरानी अत्तो यसपालि यहाँदेखि तल सुनिन्छ र सुनिन्छ कहाँ सुनिन्छ भाइ तल त्यो खोल्छु साथी चाहिँ उता छ ऊ भेट्यो गाइस माथि कहाँ थाहा अघि यहीँ तल उता तल अघि हामी बोरा ठाउँमा छन् त्यहाँदेखि ससदेखि त्यहाँ झन् गिटार समातमला ट्याप्पै टिपेर होइन त्यस्तो होइन त्यस्तो बुकडाँडा जाने जस्तो नाटक गरौँ बुढा सुन कि मेरो कुरा सुन कि गिटार मैले चल्छु अनि त यहाँ तल गरेर काम कि यार तिमीले सजिलो गोरुको हुनु भाइ झोला हो कि मुला के भन्नु भाइ चाहिँ गर्नु ल दाजु ल केसको हो नि थाहा त्यो गद्दाको त्यही भने त्यो गरौँ न मैले अस्ति उताले गरौँ हुन्छ क्या भन्थेँ फेरि एक्साइटेड गाइज अनि हामीले चाहिँ अब ल फर्स्ट अनि सेकेन्ड हेमन्त थर्ड नगाइने होला तैँले जानेछ नि तैँले गाई नलिकिँदा हेर के सिकाउँ के सँगै गिटार जाना छ छोडी जानेलाई सो गाइज गिटार चाहिँ यहाँ छ बेजान ओइ छुप्न लाग लिएर लेनु मलाई गीत एउटा गीत सम्झना छ बाक लिएन एकैछिन लेन एकछिन भन यी के पुरै कार्डबोर्डको त हुन्छ हैन केरा रुक्न जो बाटा हिँड्दैछौँ हामी केटाहरू 5-6 जना 6-7 जना भइसक्यो होइन भने हामी चाहिँ अब सुनसान जाडोमा म्याडेन गराउन गीत पर्ने बेला चाहिँ फेरि हामीलाई मलाई पाक्न आउँछ म फेरि भौराएँ फेरि म मान्छे राम्रो मान्छे हो होइन केटाहरू उता छन् अब गिटार हाम्रो सानो पप्पी आएको छ यो पप्पीको नाम मलाई थाहा छैन गाइस हाम्रो सिङ्गरहरू चाहिँ बिचमा गिटार बजाउँदै होइन यता फेरि हाम्रो भाइले चाहिँ बोकिरह त्यही भएर गाइस अब एक्साइटेड छु म पनि अब बाटो यस्तो ढुङ्गा राख्नुहुन्न त्यसलाई साइड दिनुपर्छ होइन कि यस्तो भिडतिर हामी चाहिँ डाँडा टक्क होइन अब त्यही नै हो भोगैमा लड्छन् के हुन्छ र चाहिँ ब्याग ल सो गाइस गिटार चाहिँ हाम्रो ढाडमा आइसकेको छ अनि सो त्यही हो तिमीले अर्को फिटामा लाग्यो ओए यता हेरेर हाँस्न यता हेरेर कस्तोले हाँस्न ल सो गाइस अनि अब गीत गाएछ गीत गाउने बेला भेटौँला बिर्सी जानेलाई त्यो गाइस आम्बो कस्तो बनाएको ल गाइस दामीको गिटार बजाउन सिकिरहेको छौँ अनि सो अहिले टक्क लगाएर अब गिटार बजाउने हुनुपर्ने हुन्छ ओए आइज न भिडियो गरेर म बजाउँछु त्यसले
बजा त यसले बजाउन दिएन यो हात जाने यो हात जल्दी जाने जस्तो लाग्यो उल्टो गरे जस्तो हैन उल्टोले जल्दी जाने जस्तो लाग्यो पहिला यस्तै गर हेर हैन मात्र चुत यस्तै गर अनि फेरि गीत गाउने खै ला त समात नगरेस् नि